सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना होइन। ल म चाहिँ बाउलाई एउटा कुरा सोध्नु पऱ्यो भन्ने क्या, दिनभरि के अरे काम मात्रै लगायो घुम्न दिएन भन्दै थियो होइन। ल आज चाहिँ तपाईँलाई एउटा गोल्डन चान्स अरे क्या लास्टमा छोरोले चाहिँ होइन नयाँ वर्षदेखि चाहिँ के चाहिँ गरिदिए हुन्थ्यो अनि के चाहिँ नगरिदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने कुरा चाहिँ म आज तपाईँलाई भन्नु एउटा ल छोरालाई आशीर्वाद जस्तो पनि होइन। के भन्नु पैसामा बिहे गर्नुपर्छ बिहेको कुरै नगर्नु ल अरू पैसामा बुहारी यता हेर बुहारी त्यो कुरा कति त्यो चाहिँ बन्द त्यो चाहिँ गर्दिनँ, अरू चाहिँ सबै मान्छु त्यो चाहिँ मान्दिनँ। बिहे चाहिँ गर्दिनँ अहिले होइन, अरू कुरा चाहिँ सबै मान्छु के चाहिँ गरिदिए हुन्थ्यो भन्ने कुराहरू लागेको नयाँ वर्ष अर्थात् कुनै बेला नै पनि अब छोराले आमा बाउको आज्ञाकारी समाजमा राम्रो काम गरेर हिँड्ने अनि बक्सेट चिजहरूदेखि लिएर नराम्रो सङ्गतहरू बोलिने नगर्ने समाजमा धेरै यस्ता जेठा छोरालाई के भन्न चाहनुहुन्छ नयाँ वर्ष? जेठोलाई पनि प्रगति उन्नतिको लक्ष्मी भाउजूलाई पनि दाइ र भाउजू दुवैजनालाई माइलो र माइलीको माइलो विदेशतिर रहेको छ, स्वास्थ्यमा राम्रो रहोस्। त्यो साम्य पढाइमा राम्रो रहोस्, मान्छेको पनि राम्रो होस् पढाइ। अब जेठी छोरी र जेठा ज्वाइँको पिता र ज्वाइँको पनि राम्रो माइली छोरी र माइला ज्वाइँ छोरी र कान्छा ज्वाइँ जन्मदिने आमा झापामा गएको छ कहिले फर्किने लो भिडियोमा मम्मी आफूतिर प्रिय यता काठमाडौँबाट परारिनु भएको छ होइन, आज मात्रै अगाडि पढाइ राम्रो मेरो पाला है रिस्की बोलेर बस्नु है यो अचम्म छ जिन्दगीमा अलिकति अलिकति यस्तो धैर्यता
छैन यो धैर्यतामा चाहिँ एउटा प्रार्थना गर्छु मानिस धैर्यले मान्छे बाँच्नुपर्छ धैर्य उसको कम छ लग लागोस् साह्रै लाग लगायो भने तपाईँसँग दिनको लागि फेरि दियो धन्यवाद सबैलाई यस 2082 सालको आज विशाख गते भएको कार्यक्रमलाई सुस्वास्थ्यको कामना साथै पुरै परिवारमा सुख शान्ति समृद्धि होस् उत्तरोत्तर प्रगतिको कामना होस् हामी दयालु भगवान अर्थात् सँग प्रार्थना सबैलाई एउटा सबैलाई राम्रो विचार दिँदैन धन्यवाद अनिला नयाँ वर्षको धेरै धेरै शुभकामना।